प्रश्न नम्बर 1 तलको चित्र हेरेर चाडपर्वको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ नाग, दोस्रो चित्रमा रहेको छ पञ्च र तेस्रो चित्रमा रहेको छ मी। तीनैवटा चित्रहरू मिलाएर एउटा पर्वको नाम बन्छ नाग पञ्चमी। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सन र दोस्रो चित्रमा रहेको छ जय। दुवैवटा चित्रहरू मिलाएर एउटा केटाको नाम बन्छ सञ्जय। प्रश्न नम्बर 3 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सर र दोस्रो चित्रमा रहेको छ मेला। दुवैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ शर्मिला। प्रश्न नम्बर 4 तलको चित्र हेरेर भगवानको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ गण र दोस्रो चित्रमा रहेको छ पाती। दुवै चित्र मिलाएर भगवानको नाम बन्छ गणपति। प्रश्न नम्बर 5 तलको चित्र हेरेर परिकारको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ स्याल र दोस्रो चित्रमा रहेको छ रो र तेस्रो चित्रमा रहेको छ टी। तीनैवटा चित्रहरू मिलाएर एउटा परिकारको नाम बन्छ सेलरोटी। प्रश्न नम्बर 6 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ राम र दोस्रो चित्रमा देखाइएको छ चरण। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ रामचरण। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ र दोस्रो चित्रमा रहेको छ चना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ रचना। प्रश्न नम्बर 8 तलको चित्र हेरेर मिठाईको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बरफ र दोस्रो चित्रमा रहेको छ ई। दुवैवटा चित्रहरू मिलाएर मिठाईको नाम बन्छ बर्फी। प्रश्न नम्बर 9 तलको चित्र हेरेर पेय पदार्थको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ फेन र दोस्रो चित्रमा रहेको छ टा। दुवै चित्र मिलाएर एउटा पेय पदार्थको नाम बन्छ फेन्टा। प्रश्न नम्बर 10 तलको चित्र हेरेर चाडपर्वको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ शिव र दोस्रो चित्रमा देखाइएको छ रात र तेस्रो चित्रमा देखाइएको छ ट्री। तीनैवटा चित्रहरू मिलाएर एउटा चाडपर्वको नाम बन्छ शिवरात्रि। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने भिडियोलाई लाइक गरेर सब्स्क्राइब गरिदिनु होला।